भूमि अधिकार भनेको चाहिँ आधारभूत अधिकारको लागिको लडाई हो। भूमि अभियान भनेको विश्वभरि चलिरहेको ऐतिहासिक संरचनागत दमन, शोषण र अन्यायको र त्यसको विरुद्धमा चलिरहेका विभिन्न पहल प्रयासहरूको उदाहरण हो। भूमि अधिकार भनेको चाहिँ आत्मनिर्णयको अधिकारको अभियान हो। भूमिको चाहिँ अधिकार, स्वामित्व, निर्णय भन्ने कुरोमा त्यहाँको समुदायलाई प्रधान मानिनुपर्छ अथवा अधिकार सम्पन्न हुनुपर्छ। सरकारले हाम्रो अधिकार खोज्ने अधिकार चाहिँ पाउँदैन। यो हाम्रो भूमिको चाहिँ हामी जनजाति आदिवासीहरूले नै उपभोग गर्न पाऊँ र राज्यले यो अधिकार चाहिँ खोज्ने कुनै पनि अधिकार छैन। भूमि अधिकार भन्नाले चाहिँ सम्मानपूर्वक बाँच्न पाउने जुन हाम्रो हक छ, अधिकार छ, त्यसको पर्यायवाची। हाम्रो गाउँमा, हाम्रै ठाउँमा हामी अब बसेको ठाउँमा पैसा भए पनि हाम्रो जोस् आज मसँग छैन भन्दा नि आफ्नै तरिकाले आफ्नो मातृभूमिमा बस्नु पाउँछ। कसैको डर भर हुँदैन, खुल्ला रूपले आफू हिँड्नु पायो, बस्न पायो, कसैको डर भएन। अब नयाँ नौलो ठाउँमा जाँदा त यता के भन्ने हो कि त्यता के भन्ने हो कि, अब यताबाट जाँदाखेरि उसले के भन्ने हो कि भन्ने त्यस्तो डर त्रास हुन्छ। अनि आफ्नो मातृभूमिमा जस्तो सजिलो अन्त गएर चाहिँ त्यस्तो सजिलो केही पनि हुँदैन। ल्यान्डसँगको सम्बन्ध जनजातिको चाहिँ त्यो मात्र एज अ प्रपर्टी मात्रै नभएर योसँग चाहिँ ल्यान्ड राइट्सको कुरा आउँदै गर्दाखेरि चाहिँ अस्तित्वको कुरादेखि लिएर, पहिचानको कुरादेखि लिएर, आर्थिक समुन्नतिको कुरादेखि लिएर संस्कृति, सांस्कृतिक अनि सामाजिक, पोलिटिकल कुरा पनि जोडेर आउँछ। त्यही भएर पनि ल्यान्ड राइट्सको कुरालाई चाहिँ एकदम धेरै क्रुसियल रूपमा चाहिँ लिनुपर्छ आदिवासी जनजातिको मुभमेन्टको कुरा गरिराख्दाखेरि, र राज्य संयन्त्रले पनि यो कुरालाई त्यसरी नै बुझिदिनुपर्छ र यसको लागि त्यसरी नै काम गर्नुपर्छ। विकासका नाममा चाहिँ विभिन्न ठाउँमा चाहिँ हामी आदिवासीहरूलाई चाहिँ आफ्नो भूमिबाट चाहिँ हटाइएर चाहिँ उहाँहरूलाई भूमिविहीन गराइएको छ। आफ्नो भूमिको लागि चाहिँ हामी लड्नुपर्छ। भूमिमाथिको हाम्रो आदिवासीहरूको अधिकार नै भूमि अधिकार हो, जहाँबाट चाहिँ हामीलाई चाहिँ राज्यले विभिन्न विकासको योजनाहरू लगाएर चाहिँ हामीलाई विस्थापित गर्न खोज्छ होइन। भूमि अधिकार बुझ्न र बुझाउन गाह्रो हुन्छ, किनकि हाम्रो आन्दोलन हामीले चाहिँ भूमिलाई एउटा जग्गाको टुक्रासँग नभए एउटा अस्तित्वसँग जोडिरहन्छौँ र त्यसै गरी अस्तित्वको नै हक मागिरहेको, अधिकार मागिरहेको हुन्छौँ। त्यसमा पनि अझै सह अस्तित्वको कुरा हो। हामी र हाम्रो समुदायसँग मात्र नभएर हामीले त्यहीँको जीवजन्तु, त्यहीँको प्रकृतिसँग पनि अस्तित्वमा बाँचिराख्ने, सह अस्तित्वमा बाँचिराख्ने अधिकार हो।